पानी खानु के हेलो साथीहरु गुड मर्निङ अनि सिमान्ने सबैमा हजुरलाई धेरै धेरै स्वागत छ मेरो आजको नयाँ दिन अनि नयाँ ब्लगमा है साथीहरु र तपाईले देखिसकिहाल्नु भयो है म चाहिँ अघि मेरो कुखुरालाई चारो हाले पानी हाले हैन उसको त्यो बस्ने जग्गाहरु सफाई गरिओरी चिया बनाएर पनि अहिले चाहिँ पिउँदै छु यहाँनिर चिया अन्त छोरा चाहिँ यहाँनिर कता गयो यता हेर त नानी गुड मर्निङ भन्देऊ न छिटो खै गुड मर्निङ भनेको उसको अलिक देउता बिग्रिरहेछ खाजा खाएर पनि अहिले बिस्किट खाँदैछ हो अन्त साथीहरु म चाहिँ फोन चार्जमा हालिहाली चाहिँ अहिले भिडियो बनाउँदैछु हो अब एकछिन फोन चार्जमा होस् अब चाहिँ नानीलाई रेडी गरेर स्कुल हिँड्नु पर्छ सो अहिले कन्टिन्यू गर्छु अहिले चाहिँ बाइ बाइ हेलो गाइस अब चाहिँ हामी निक्लेको घरबाट हैन पानी चाहिँ सिम 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 परिरहेको छ त्यही भएर चाहिँ मैले यहाँ नानीलाई रेनकोट लगाइदिइरहेको छु छाता चाहिँ ओर्नु पर्ला जस्तो छ यता हेर त नानी गुड मर्निङ उसको त्यहाँ क्याप चाहिँ बिग्रेछ पट्याएर राखेकोले छाता त ओर्नु पर्ने रहेछ नानीको ब्याग सबै भिज्ने रहेछ हैन छाता ओर्छु ल साथीहरु म साथीहरु आज चाहिँ उसको म्याथमेटिक्सको चाहिँ ओरल छ हैन सायद रिटर्न चाहिँ भोलिदेखिको होला भोलि हो कि पर्सिदेखिको छ अन्त आज चाहिँ ONE1 ZERO ONE1 अन्त नम्बरमा 1 2 0 1 2 3 हरु आउ त्योहरु ओरलमा छ हो यता हेर त संगु याद छ नि भाइलाई है लिन गुड बोय हो नि है मम्माको गुड बोय हो नि है लिन पानी चाहिँ सिम पर्यो है अस्तिसम्म घाम के बिक्न चर्केको भन्दै थियो अब पानी स्टार्ट अब लुगा सुक्दैन है साथीहरु गुफु गनाउने हुन्छ अन्त लुक एट दिट बाटो यस्तो घारी छ हो अहिले फोन हेर्दै हिँड्नु पनि हुँदैन हौ साथीहरु बाटोतिर साँपहरु गुर्ब साँपहरु निक्लिरहेको हुन्छ के यस्तो छ बाटो हेरेर हिँड्नु पर्छ अहिले मेरो बुढाले देखि नै कराउनु हुन्छ बाटोमा फोन हेर्दै हिँड्छ कि अन्त साँप किन भेट्दैन भनेर अस्ति साँप यति लामो भेट्यो नि त म माथि अर्कै बाटो गएको थियौँ कि त्यो बेला चाहिँ त्यो बाटोमा चाहिँ भेटेको गुर्ब साँपहरु यति लामो यत्रबाट थियो नि हौ नानी चाहिँ सँगै हे गरी पठायो है नानी त्यति बेला साँप देखेर चाहिँ नानी अगाडि यसरी हिँड्दै थिएन र के यसरी त साँपले सानो चोटले हातबाट तानिन् हौ हेर्नुहोस् न हाम्रो बाटोको पुलको चाहिँ यो बोथ साइड चाहिँ रडहरू छैन सत्ययुगमै खाइसकेको अरे यो साह्रो डर लाग्छ म त यो पुलमा हिँड्नु त गाइस अहिले चाहिँ बानी भइसक्यो कि न त फर्स्टमा हिँड्दा पुरा डर लाग्थ्यो अहिलेको होइन अरे अन्त यो पुल मलाई चाहिँ के लाग्छ भन्नुहोस् न साइको लाग्छ हिँड्दा भाँचिन्छ जस्तो लाग्छ यस्तो छ अन्त यहाँ बोट साइडमा केही छैन नानीहरू कुद्यो भने सिधै खोलामा अन्त मलाई अर्को कुरा के साइको लाग्छ यो रुख देख्न सक्नुहुँदैछ है कत्रो छैन यो भाँचियो भने चाहिँ सिधै यो पुलबाटै जान्छ हो फेरि कत्रो अल्गो छ उ परको पनि भेट्छ ड्याममै मान्छे लान्छ नि मलाई चाहिँ हौ त्यस्तो के त थटहरू आइबस्छ के त दिमागमा के हौ त्यस्तो हुन्छ है अन्त यहाँ चाहिँ मलाई डर लाग्छ एकदमै बेसी ल साथीहरु अहिले गाडीमा पुगेपछि भेट्छु है र नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरिदिनुहोस् होला है साथीहरु म चाहिँ डेली भ्लग बनाउँछु हैन यस्तै भ्लगहरु अब म नानीको आमा है एउटा बुहारी घरमा बसेर घर सम्हाल्नु पर्यो है यतात्यता अब बाहिरतिर गएर दामी भ्लगहरु लिएर तपाईहरुलाई देखाउन सक्दिन किनभने घर सम्हाल्नु पर्यो प्लस मेरो छोरा छ
स्कुल पढ्दैछ उसलाई गाइड गर्नु पर्यो हैन अन्त एउटा ससुरा छ ससुराको केयर गर्नु पर्यो बुढा छ बुढाको केयर गर्नु पर्यो त्यही भएर म चाहिँ घरमा जे गर्छु त्यही देखाउने गर्छु हजुरहरूलाई है अन्त तपाईहरुलाई मन नपरे पनि यसो सब्स्क्राइब चाहिँ गरिदिनुहोस् होला है ल साथीहरु अहिले माथि गाडीमा पुगेपछि भेट्छु हामी चाहिँ बल्ल बल्ल आइपुग्यौं अन्त पानी पनि रह्यो है साथीहरु पुरै धुम्म लागिरहेको छ हामी झर्नुपर्ने चाहिँ यहाँदेखि उद्धै हो तलै भित्र के भन नि हिँड न केम गर्दैन छोरा यसो गर्नुपर्छ नि त्यसलाई ल माकुराले घर लगाइछ नि त है मकै पनि हेर्दा हेर्दै सुके यता उसलाई चाहिँ रेनकोट खोला भनेको नखोल्नु हेरे यत्तिकै हिँडिरहेछ ला ऊ माथि पो जानुपर्ने रहेछ नानी गाडी त ऊ माथि रहेछ हैन गाडी चाहिँ ऊ माथि रहेछ गाइज उफ देख्नु बा हौ त्यहाँ पो जानुपर्ने रहेछ बल्ल बल्ल आइपुग्यो नि त हैन दृश्य बहिनीको घरमा हिँड्नुपर्ने रहेछ हैन माथि नि गएर लुगा सुगा लगाउनु पर्छ उसलाई मैले आज घरकै हाफप्यान्टमा ल्याइरहेको छु साथीहरु किनभने स्कुलको पानी पर्दा स्कुलको प्यान्ट लगायो भने सबै भिज्छ अस्ति फर्स्ट डे बिचारा घोडादेखि डल्लै भिजेको थियो त्यतिकै गयो मेरो छोरा स्कुल त्यसपछिदेखि चाहिँ हाफप्यान्ट लगाएर ल्याउँछु किनभने हाफप्यान्ट भिज्यो भने पनि प्यान्ट के त आएर फेदपार हुन्छ हो अघि हामी यो सेरी निक्लेको भए हुन्थ्यो छैन नि यो सेरी निक्ल्यो भए चाहिँ सिधै उँभो हुन्थ्यो हैन यहाँबाट सिधै उकालो जानुपर्छ अन्त हेर्नुहोस् न धानको बिउ पनि यस्तो भएछ यतिको हुँदैछ यी मान्छेको यता हेर्दा नै लिन रेडी जुत्ता सुत्ता लगाएर पनि कहाँ बजार जानु हुने कालिम्पोङ ल हजुर अघि नै आउनु भएको ल पापालाई बाई बाई गरिदेऊ न अन्त बाई बाई जाउतिर के चाहिँ ए पठाइदिँदैन होइन उयोहरू हालेर लानु दिँदो रहेछ त बिस्किटहरू चिप्सहरू म त हालेर होइन जो जसले लैछ खुवाइदिन्छ नि लानेहरूलाई खुवाइदिन्छ होइन ला 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 हिँड न यहाँ मुनिबाट छिर बोल्दैन त भोजु म आको दैलो भन्नु पर्दैन मैले चराउनु तिमीलाई ललिती पक्रिदेऊ त मैले चराउनु अरे मैले चराउनु अरे हौ लु अल द बेस्ट राम्रो ओरल गर्नु ओके के छ आज साङ्गेनको अन्त म्याथ भन्देऊ न लु बाई बाई लागेर बाई 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 गयो है काका दोकान जाने
म चाहिँ अब यो मुन्टा केलाउनु आँटेको साथीहरू होइन। अन्त यहाँ खाना पनि बसाइसकिसकेँ। अब चाहिँ म मुन्टा केलाउँछु, मुन्टा र आलुको सब्जी बनाउँछु हो साथीहरू। अन्त मुन्टा र आलुको सब्जी बनाएर आज पारामा मात्रै छौँ। अभि पनि उता उसको आमा भान्जा पनि उसको आमाको घरमा गइरहेको छ। आज आउँछ होला हो। टक्क यहाँनिर राख्छु मेरो क्यामेरा। अहिले साथीहरू तपाईहरु के को सब्जी खानुहुँदैछ हो? हाम्रो त इस्कुसको मुन्टा, आलु भयो, रायो साग भयो। अब फर्सीको मुन्टा पनि हुँदैछ हो। यहाँ पनि टिप्नु भएको रहेछ आफूले। 5-6 वटा छ फर्सीको मुन्टा पनि। गट्टा चाहिँ फलेको छैन। साथीहरू मुन्टा चाहिँ यति मात्रै केलाएँ हो। 2 जना त हो। हात पारामा पुग्छ होला। यसमा अलिक आलु मिक्स गर्छु हो। अन्त यहाँ चाहिँ फर्सीको मुन्टाहरू रहेको छ। यो चाहिँ बेलुका बनाउँछु। अब भातमा सिटी पनि लाग्न आँट्यो। सिटी राख्छु। अन्त अब साथीहरू भरे जति भरे कतिखेर हुन्छ हेर्छु ल। तपाईँ हेर्दै गर्नुहोस् ल। गाइज हेर्नुहोस् न, पानी चाहिँ आउँदै रोकिँदै गर्दैछ। सिमसिम पर्दै रोकिँदै अहिले सिमसिम परिरहेछ हो। अन्त मैले यहाँ बाख्रालाई खोले पनि दिएँ, त्यहाँ पर गाईलाई खोले पनि दिएँ। यो चाहिँ बोका हो। बोकाले चाहिँ हाम्रो घरमा फाप्दैन। हेर्नुहोस् न बोकाको गति। सो अब चाहिँ मैले आधी काम सकेँ होइन। अब एकछिन नानी आउने बेला भयो। अब 12:30 भएछ हो। नानी आएपछि उसलाई लन्च बनाइदिन्छु। अब म चाहिँ एकछिन चिटी चटक भएर बस्ने काम है। के गर्नु साथीहरू, काम गर्दाखेरि चिटिक चटक हुनु मन पर्दैन मलाई हो। जे छ त्यतिमै ड्याङ गरिदिने हो। कामसाम सकेर चाहिँ यसो चिटिक चटक हुनु मन पर्छ बेला बेला। नत्र त त्यतिकै नि हो। बजारहरू जाँदाखेरि मात्रै हो। हात खुट्टाहरू धोएर आएँ हो गाइज। अब यसो कपाल सपाल सिनिक्क बनाऊँ है। म चाहिँ घरमा यसरी नै बस्छु। किन खोलेको ब्लेजर? गरम भयो? जुत्ता भिजेर बात भयो होला है? भिज्यो? ओके माथि मोजा भिज्यो? गम्बुट बिर्सेछु नि त मैले। मच्चा पनि भिज्योस्। भोलि पिटी ड्रेस हो नि त। खोला पहिला यहाँ अलि त सर। अब त्यो नङ काट्नुपर्छ नि त भिजेको ल। दुखिरहेछ होइन? लु भन त रोचासी बानान्यो भन। यता हेरेर रोचासी बानान्यो छाचा मेचो भन। त्यो भन्ने चाहिँ के हो याद छ? हजुर अरे माम खानु हो केटाकेटी हो भनेको। सो साथीहरू मेरो चाहिँ बेलुका खाना पनि पाकिसक्यो होइन। अब चाहिँ खानु आएको छ। के भयो? बाफले धमिलो आयो। अब नखेर बस आफ्नो जग्गामा बस खुरुक्क आएर चम्चीले खाने। आउँदिन म माम पस्किन आँटेको। अन्त इस्कुसको मुन्टा र फर्सीको मुन्टा र नुटेला अन्त चना दाल बनाएको छु हो। अन्त बोके तन्दुरको अचार
र अब अहिले भरे भेट्ने छु हो खाना खाइसकेर काम छ अलिकति मेरो सो गाइस अब चाहिँ हामी सुतेको हो गुड नाइट छोरा उसलाई रिस उठेको अरे यो चाहिँ यता मान्छेसँग साला यो त जस्तै गर्नु थाल्यो त किङ कङ जस्तै ल उनीहरू चाहिँ चलिरहेको छ हो र आजको भ्लग पनि यति नै है साथीहरू र हजुरहरू नयाँ हुन्छ भने चाहिँ प्लिज च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला यति भन्दै नम्बरी बाँचे त्यही बेला साँच्चै फेरि अर्को नयाँ भ्लगमा भेटौँला अहिलेको लागि चाहिँ टाटा बाई बाई गुड नाइट साथीहरू